जुगा त्यस्ता खानु भन्छ यार कति वर्षको हुन अरे 21 वर्ष अङ्कल टिप्न लागियो यहाँ भलक सुरु भइसक्यो के छ अनि कस्तो लागिरहेको त काफल टिप्न आएर एकदम मजा लाग्यो उता चढेर काफल खाँदाखेरि कतिको मजा आएको छ म देखेछु धराप छ जिन्दगी रिक्स लिएर पुरा हाई रिक्स हाई प्रफिट हो गएर हाई रिक्स हाई प्रफिटको दाउ लाएर काफल चाहिँ मिठो छ त्यस्तो हो कि पाता पातामा फल्छ आम भित्र हुन्छ काफल बाहिर हुन्छ कता खा भाइ म कता आम खुट्टा खुट्टा हातले नआउनु जोगेर हुन्छ हेर्न सक्नुहुन्छ हामी चाहिँ यसरी काफल टिप्न लगाइरहेछौँ होइन प्रक्रिया जारी छ काफल खानी पाउनलाई केही गुमाउन पर्छ हेर्न सक्नुहुन्छ यो छ हालत काफलको रुख चाहिँ यही हो है यही हो काफल गाइज यही हो है गाइज यस्तो बाटो हिँड्दैछौँ हामी चाहिँ काफल टिप्न जाँदैछौँ है ल काफल टिप्न हामी खाली खुट्टा पुरै जिता हात छोपेर पुरै चिलपारामा ल यसो हेर्नु होला लाइक कमेन्ट सब्सक्राइब गर्नु होला यार यस्तो रातो देखिन्छ यार एक प्लास्टिक टिप्यो अनि सन्तोषजीले कति टिप्न हो ल हेरौँ त है ए एक प्लास्टिक फुत्त फुङ्गाल्नु क्या त्यहाँबाट हेर्न सक्नुहुन्छ एउटा बाँदर रुखमा चढेर यसरी काफल खाइरहेको छ मैले लगार्न सकिरहेको छैन बिचरा अब बाँदरलाई खानिदिउँ केही खान पाउन्न जङ्गलमा भनेर मात्रै हो त्यो छ हो मेरो छ नि विशाल मरासिनी नामक युट्युब च्यानल छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है ल ल ल हेरौँ 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 बाँदर ढुन्नेको हेरौँ 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 है गाइज हेरौँ 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 छैन छैन अझ एक स्टेप तल जानुपर्छ एक स्टेप तल झरौँ एक स्टेप तल लिर्क्यौँ क्या अझै भएन क्या लिर्क्यौँ एक स्टेप फाइनल्ली ल्यान्ड गर्यो दुई झोला टिप्यो तर यसमा पास चाहिँ छन् भित्र 2 मिटिङ छैनन् होइन होला गाइज हेर्नु यस्तो हुन्छ काफलको रुख यस्तो हुन्छ यति ठुलो अग्लो हुन्छ यहाँबाट चढेर लिर्किटी खेल्दै चढेर यहाँ गएर हाँगामा फल्न टुप्पा टुप्पा फल्छ टिप्न अलि गाह्रै पर्छ
भाइ गुड मिठो छ है मिठो काफल एक नम्बर म त खाएँ साथीभाइहरू यहाँबाट हेरेर चित्त बुझाउनुहोस् है मैले खाएको खाएँ म त दामी